उत्तरदायित्व लिन सक्नुहुन्न भने प्रेरणा दिन सक्नुहुन्छ। एउटा बच्चाको हात समातेर औँला समातेर विद्यालय पुर्याउन सक्नुहुन्छ र भर्ना गराउन सक्नुहुन्छ। भर्ना गराउनका लागि अभिभावकलाई उत्प्रेरित गर्न सक्नुहुन्छ। ती कामहरू गर्न त सकिन्छ, त्यो हरेक हामीले गरौँ। अब विद्वान पुर्खाका सन्तान निरक्षर र मूर्ख भइरहन सक्दैनन्, अनपढ अशिक्षित भइरहन सक्दैन। त्यस कामको थालनी हामीले शिक्षाबाटै गर्नुपर्छ र हाम्रो शिक्षालाई आधुनिक शिक्षा, प्रतिस्पर्धात्मक शिक्षा यस दिशामा लानुपर्छ। यसका निम्ति अघि नै साथीहरूले राखिसक्नु भएको छ विश्वविद्यालय, प्राविधिक शिक्षा आदिका पक्षहरू। मैले अघि भनेका कुराहरू शिक्षासँग सम्बन्धित छन् र ती कुराहरू हरेक प्राविधिक शिक्षासँग सम्बन्धित छन्। त्यसकारण यतापट्टि नयाँ ढङ्गले ध्यान दिन म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु। आज यहाँहरूसँग भेटघाट भयो। राणा अचम्म लाग्छ, एउटा सुगम ठाउँ होइन। यति दुर्गम ठाउँमा पैदल हिँडेर टाढा टाढादेखि यत्रो ठुलो सङ्ख्यामा दाजुभाइ दिदीबहिनीहरू उपस्थित हुनुभएको छ। म तपाईँहरूको यस उपस्थितिलाई एउटा नयाँ जागरणको रूपमा, एउटा नयाँ सङ्कल्पको रूपमा, यस प्रदेशलाई उठाउने अठोटको रूपमा मैले बुझेको छु, म त्यस रूपमा लिन चाहन्छु र म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। फेरि एकपल्ट नयाँ वर्ष 2075 आजबाट प्रारम्भ भएको छ। 74 सालले धेरै राम्रो उपलब्धि नेपाललाई दिएको छ। चुनावहरू गरायो, 20 वर्षदेखि स्थानीय निकाय खाली थिए, चुनाव गरायो, चुनाव गराएर तिनै तहका सरकारहरू बनायो र देशमा एकताको एउटा अभियान, समझदारीको अभियान, देश बनाउने सङ्कल्पको अभियान, देशलाई माया गर्ने त्यो अभियान, त्यसलाई जनताले अनुमोदन गर्यो। आज देशका लागि, जनताका लागि, विकासका लागि, अग्रगमनका लागि, समृद्धितर्फको यात्रा तय गर्नका लागि अत्यन्तै उत्सुक, दृढ सङ्कल्पित सरकार बनेको छ। तपाईँहरूले बनाउनु भएको छ 74 सालमा। अब त्यस सरकारले 75 साललाई विकासको प्रारम्भ गर्ने वर्ष, नयाँ ढङ्गले देशलाई अगाडि बढाउने वर्षको रूपमा अगाडि बढाउँछ। हामी त्यसै गरी अगाडि बढौँ। म सबैलाई शुभकामना भन्न चाहन्छु। यहाँहरूसँग भेटघाट भएकोमा अत्यन्त खुसी लागेको छ, खुसी व्यक्त गर्न चाहन्छु। सबैमा धेरै धेरै शुभकामना, धेरै धेरै धन्यवाद।